सो हेलो गाइज वेलकम ब्याक टु द माई च्यानल। म चाहिँ धेरै दिनपछि युट्युबमा भिडियो हालिरहेको छु र मैले भिडियो हाल्दाखेरि चाहिँ लगभग गिभअवेकै भिडियोहरू चाहिँ भइरहेको हुन्छ र कन्टिन्यू भिडियो चाहिँ अब सायदै कहिले हुन्छ होला। र मैले यो आइडी चाहिँ गिभअवे गरौँ भनेर पोस्ट गरेको थिएँ ग्रुपमा र 60 रियाक्ट भएपछि गिभअवे गर्छु यस्तै टाइपले भनेर मैले पोस्ट गरेको थिएँ। 60 होइन तर 80+ रियाक्ट आयो। थ्याङ्क यू तिमीहरूलाई सपोर्टको लागि है त। र मैले यो अकाउन्ट चाहिँ फ्रीमा गिभअवे राखेको छु। त्यस्तो ठुलो अकाउन्ट त होइन, अब त्यस्तो नराम्रो पनि छैन है त। तिमीहरू भर्खर खेल्न थालेको छौ अथवा पैसा छैन जोसँग भने तिमीहरूले यो अकाउन्ट जित्यो भने तिमीहरूको लागि राम्रै छ है त। र त्यस्तो सस्तो पनि पर्दैन, किन्दाखेरि भनेको 1000 रुपियाँ त खर्च भइ नै हाल्छ है त। र तिमीहरूलाई मैले यो अकाउन्ट गिभअवेमा जोइन गर्नको लागि चाहिँ त्यस्तो खासै हार्ड रुल राखेको छैन। किन मलाई युट्युबमा सब्सक्राइब गरेको हुनु पऱ्यो, मेरो फेसबुकको यो ग्रुप जोइन गरेको हुनु पऱ्यो र तिमीहरूले मलाई इन्स्टामा फलो गरेको हुनु पऱ्यो। यति 3वटा काम चाहिँ तिमीहरूले गर्नुपर्छ। र लास्ट काम भनेको चाहिँ तिमीहरूले यो सबै गरेको स्क्रिनसट सहित मलाई मेसेज गर्नु पऱ्यो। व्हाट्सएपमा मेसेज गर, इन्स्टामा मेसेज गर या फेसबुकमा मेसेज गर, जहाँ मेसेज गर तिमीलाई जहाँ सजिलो लाग्छ। तर आफ्नो व्हाट्सएपको नम्बर सहित मेसेज गर, नम्बर र नाम, आफ्नो रियल नाम र व्हाट्सएप नम्बर है त, जसले मैले तिमीलाई फाइन्ड गर्नलाई सजिलो हुन्छ कि फेसबुकमा यसको नाम के थियो भनेर मैले सर्च गरिराख्नु पर्दैन यदि तिमीले जितिहाल्यो भने। र मेन कुरा चाहिँ म लाइभ गर्नेछु। तिमीहरूको लाइभ चाहिँ हुन्छ हाम्रो, म ग्रुपमा भन्छु, म व्हाट्सएप ग्रुपमा सायद म सन्डे या मन्डे गर्छु। र त्यसको सन्डे मन्डेको इभिनिङमा नेपालको लगभग 8 देखि 9 बजेको टाइम हुनसक्छ। तिमीहरू ग्रुप जोइन गरिराख, त्यही भएर व्हाट्सएप ग्रुपमा यदि जोइन गर्न सक्छौ भने, अथवा म इन्फर्म गरिराख्छु है त काहीँ न काहीँ स्टोरीमा अथवा काहीँ, त्यही भएर फलो गरिराख। यति नै हो, त्यही नै हो। र अब फ्युचरमा अलिकति राम्रो आइडियाहरू गिभ हुनसक्छ इफ मैले सोचेको जस्तो युट्युबतिर सपोर्ट आयो र मैले सोचेको जस्तो भइराख्यो भने है त। र सब्सक्राइब गर्न नछोड है त, फलो गरिराख। तिमीहरूको लियो सबिन एक दिन ठुलो अकाउन्ट गिभअवे गर्न सक्छ र राम्रै टुर्नामेन्ट पनि होस्ट गर्ने सोचेको छु। तर त्यसको लागि चाहिँ 5-6 महिना टाइम लाग्न सक्छ। सो बी इन टच, ओके। अहिलेलाई यति नै, यति भन्दै मैले भिडियोलाई खतम गरिदिएँ। बाई बाई, भेटौँला अर्को भिडियोमा लगभग 1-2 महिनापछि या आई डोन्ट नो।